हेलो आज चाहिँ हामी डेलो घुम्न जाँदैछौँ। सिंहबुलीबाट मान्छेहरू आउनु भएर र आज चाहिँ यहाँको चाहिँ एकदमै राम्रो छ वेदर। हेर्नुहोस् है आउनु भएको छ हाम्रो फुपू आमा, यता बहिनी, यता ऊ लिटल आराध्या, बाबा। हामी चाहिँ आज सबैजना घुम्नु गएको डेलो। आम्मामा यस्तो डेन्जर घाम हुँदो रहेछ है। अस्तिको जाडो देखेर त अन्त त्यति बेला विन्टरको टाइम थियो नि त। अहिले घाम लाग्दै थियो। आम्मामा चिसो यतिको चाहिँ ठिक्क हुन्छ नि, शीतल भयो नि है। पुरा लाइटहरू आइरहेको छ। आजको घुमघाम एकदम राम्रो हुँदैछ हो, सबैजनासँग खुसी लागिरहेको छ। आज चाहिँ एकदम दामी घाम लागिरहेको छ यहाँनिर। कस्तो लाग्यो तपाईँहरूलाई लु भनिदिनु। मन पर्यो कालिम्पोङ? राम्रो रहेछ, दामी मजाले। दिन पनि आज कस्तो राम्रो भयो, दिनले साथ दियो, मजा आयो, दामी रहेछ। खुसी लाग्यो। बाबा पनि भनिदिइहाल्नु कस्तो लाग्यो कालिम्पोङ? मन पर्यो? पुरा मन पर्यो। ल अब तिनजना यस्तो हिँड्नु। अरे धेरै गाडी खेल्छ अरे। कति हो वर्ष चाहिँ सोधिदेऊ न तिमी। यसो बाहिर चाहिँ मान्न त्यो आज चाहिँ पुरै भिड हौ। यहीँ पुग्दा त जाडो हुन थालिहाल्यो। मजा आयो फुपू साइन्स सेन्टर घुमेर? मजा आयो बाबा साइन्स सेन्टर घुमेर? हेर्नु न आम्मामा चिसो, यस्तो चिसो चाहिँ अन्त कस्तो चाहिँ आउँछ विन्टरमा। अम्बो चिसो। अब फर्केको साइन्स सेन्टरबाट अब फेरि बुद्ध पार्क जाँदैछु। आज चाहिँ मजा भयो रे हाम्रो आमा बाबा फुपू नानीहरूलाई। आराध्या झन् आम्मामा कस्तो मजा चाहिँ आउँदैछ होला है आराध्यालाई। यो चाहिँ हाम्रो घरदेखि अलिकति माथि हो, हिँडेर आउँदा पनि भइहाल्छ। तर हामी चाहिँ अब थुप्रै जग्गाहरू घुम्नु छ भने चाहिँ गाडीमा आएको। मामा खुसी भएको हेर्नु न आराध्या, त्यहीँ जाउँ न। भिडियो बनाउनु हजुर त्यो बुद्ध पार्क ए पस्नु पाउँछ अरे। साइड 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 चाहिँ बुद्ध पार्क हो। के छैन अरे यो ए पस्नु पाउँदै रहेछ त।
कताबाट पस्नु भन्ने रहेछ